फाइनल्ली सर्वोत्तम पेन्ट्स लिमिटेडको आइपिओ चाहिँ सम्पूर्ण आइपिओ सेयर लगानीकर्ताहरूको डिमान्डमा चाहिँ प्राप्त भइसकेको छ भने आउनुहोस् कहिलेदेखि यो चाहिँ लिस्टिङ भएर कारोबारमा आउन सक्नेछ अनि यसको पहिलो कारोबार मूल्य कति रहनेवाला छ अनि सम्भावित प्रफिट चाहिँ कति जति हुन सक्ला त यसको प्राइस कति जति पुग्न सक्ने सम्भावना छ त आउनुहोस् आजको भिडियोमा चर्चा गरौँ भने हजुरहरूलाई स्वागत छ पैसाको बारेको युट्युब च्यानलमा जहाँ हर पल हर समय आइपिओ एफपिओ फाइनान्स र सेयर मार्केटसँग सम्बन्धित ताजा अनि महत्त्वपूर्ण अपडेटहरू हामी लिएर आइरहेको हुन्छौँ। यस्तै अपडेटको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ पक्कै पनि नबिर्सिनु होला। भने साथीहरू यस सर्वोत्तम पेन्ट्स लिमिटेडको चाहिँ नेटवर्थ रहेको छ 110 रुपियाँ 17 पैसा भने अर्निङ पर सेयर चाहिँ 7 रुपियाँ 58 पैसा चाहिँ रहेको छ। यसको नेटवर्थ अनि अर्निङ पर सेयर हेर्दा चाहिँ यो कम्पनी चाहिँ फन्डामेन्टली चाहिँ स्ट्रङ कम्पनी नै देखि नै रहेको छ। यो चाहिँ एउटा म्यानुफ्याक्चरिङ सेक्टर कम्पनी त रहेको छ, हजुरलाई थाहा नै छ होला। म्यानुफ्याक्चरिङ कम्पनीहरूको त प्राइस एकदमै राम्रो पुगिरहेको हुन्छ, हजुरलाई थाहा छँदैछ। अहिले एभरेस्ट कलर लिमिटेडको प्राइस तपाईँहरूलाई थाहा छँदैछ, हिजो घट्यो तर पनि त्यसको प्राइस 1500 माथि पुगेकै छ होइन। आज पनि सायद सम्भावित बढ्न पनि सक्ला होइन। अब तपाईँले सम्भावित त्यसको पनि प्राइस तपाईँले क्यालकुलेट त गर्न सक्नु भइसकेको होला। यसको चाहिँ साथीहरू पहिलो कारोबार मूल्य 100 रुपियाँदेखि 300 रुपियाँको बिचमा रहनेवाला छ भने यदि 300 रुपियाँमै कारोबार सुरु भएछ भने पनि पहिलो दिन 15% सर्किट हान्दा त हामी त राम्रै फाइदा मात्र रहनेवाला नै छ। भने म्यानुफ्याक्चरिङ सेक्टरको रहेको छ कलर कम्पनीको अघिल्लो एभरेस्टको जस्तै गए पनि 1000 देखि 1500 त इजिली पुग्न सक्ने कम्पनी त रहेकै छ। भने राम्रोसँग तपाईँहरूले होल्ड गर्नु होला होइन। अब सबैले बेच्यो भने आफूले बेच्ने पनि होइन, सबैले होल्ड गरिरहेको छ भने आफूले होल्ड गर्ने पनि होइन। तपाईँले अब मार्केटमा कस्तो कारोबार भइरहेछ होइन, कति मान्छेहरू चाहिँ बाई गर्न आइरहेका छन्, कति सेल गरिरहेका छन्, भोल्युम कस्तो छ भने हेरेर चाहिँ तपाईँले राम्रोसँग चाहिँ फाइदा उठाउनु होला है। फेरि माल पाएर चाल पाएनवाला चाहिँ तपाईँहरूको चाहिँ नहोस् भन्ने चाहन्छु होइन। राम्रोसँग एकदम अध्ययन गरेर तपाईँले चाहिँ एकदम चार्टहरू हेर्दै हेर्दै तपाईँले राम्रोसँग होल्ड गरेर चाहिँ 1500 देखि 2000 पुऱ्याएर चाहिँ राम्रोसँग बेच्नु होला। भने अबको एक हप्ताभित्र चाहिँ लिस्टिङ भएर कारोबारमा आउने छ। सम्पूर्ण साथीहरूलाई चाहिँ शुभकामना छ, राम्रो प्राइसमा बेच्नु होला।